गर्दैछ हैन म यो घरमा बस्दिन अब म के भन्छ कुरा किन सिम कार्ड हुन्छ तपाईँ त 5 को बनाउँछ हैन अन्त ट्राभल मलाई घरमा फेरि नाना चाहिँ एक्सर्साइज गर्दै यता क्यामेरामा रियल गर्छु नि रियल गर्छ अरे नाटक गर्नु नि त ना हात घुम्दाउनु हुँदैन सिधा राख्नुपर्छ स्ट्रेट राखेर गर्नुपर्छ ऊ चाहिँ खालि हल्लाउनु गयो दुईजनाले एकअर्का लातले पड्काउँछ भर्खर उठेर हँसान आइपुग्यो उसको सके त्यति नै गरेर गयो राजकुमारी गाइच नानाको लुगा लगाएर आएको मैले भने गाइच सबै लिएर आऊ है त्यो भेस्ट त्यो उयो चप्पल के लाग्छ गाइच नानाको लुगा हाम्रो नानीको छैन इन्टर लगाउनु छ मलाई अल्छी लाग्छ त्यो प्यान्टहरू लगाउनु चेसुली फुल चाहियो क्या अर्कोमा छ छैन है सुली छि हो त रहेछ कुखुराको छिने प्यान्ट एक्सर्साइज पनि गरिसकेको गाइस म चाहिँ अन्त यहाँ छ हाम्रो चामे आज हाम्रो चामे जाँदैछ आज चामेको लास्ट डे हो त्यही भएर चामे मोज छ यहाँनिर उसको हेर सबै लुगा मेरो ड्रेसदेखि लिएर सब मेरो लगाएर मोज छ नि नानाको मोज गरिरहेछ चाम्सले अन्त अब आई थिङ्क रेडी भइसक्यो होला ढेँडुक्स ओइ खाते कता गयो यिनीहरू यहाँ चाहिँ सब्जी रेडी गरेको होला हो अब माम चाहिँ अघि मम्मीले पकाउनु भएछ एन्ड देन अब चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ मासु कटिङ गर्नु होला म सायद आज चाहिँ हाम्रो ठुलो दादाले के बनाउँछु भनेछ भन्दा चाहिँ गाइस बिरयानी बनाउँछु भनेको छ म चाहिँ मासु दिनुपर्ने छ अन्त मम्मी चाहिँ पर त्यहाँ के गर्नु हुँदैछ आई थिङ्क मम्मीले त्यहाँनिर माम चलाउनु हुँदो रहेछ मम्मीले अघि माम त पकाइहाल्नु भयो हो अब लोकल बिरयानी बनाउने अरे हाम्रो ठुलो सानबुले चाहिँ अन्त चाहिँ म चाहिँ त्यसलाई के गर्छु कटिङ दिन्छु गाइस कटिङ दिनु पऱ्यो नि अब होइन नाना चाहिँ सब्जी पकाउन आँट हुँदैछ हो मासु कटिङ गर्नुहुँदैछ वाचिपो बनाउन आँट भएको छ यो चाहिँ हिजोको उयो त्यसको लोकल बिरयानी भन्दिनु न बिरयानी टाइपको बनाउनु हुने अरे अन्त हात काट्छ काटे पनि काटोस् अन्त हाम्रो मम्मी यहाँ हुनुहुन्छ गाइस तपाईँहरू पनि कलेज चाहिँ नपढ्नु होला पुरा रिग्रेट हुन्छ गाइस बोकेर गएछ राजले त्यो लिएर चाहिँ किन चलाइने मेरो आँखामा हेर त्यहाँ पाउँछौ आफ्नै चित्रा सजाइसकेछु मैले तिमीलाई मेरो यो मुटुभित्र म चाहिँ सुरु गरिसकेको छु अब लोकल बिरयानी लोकल वाचिपा बनाएर चाहिँ
खाने हो है, त्यही भएर चाहिँ म चाहिँ ड्याङ्की ड्याङ दिँदैछु, दिँदैछु। हेर्नुहोस् है, म चाहिँ लोकल वाचिपा बनाउँदैछु। यस्तोहरू काट्नुपर्छ। यसरी बनाउनु पर्छ हो, बनाउनु पर्छ नि, अनि खानु पर्छ नि। काटेर छिर्जानु पर्यो। हुन्छ नि, आज त फुल पनि रोप्नुपर्छ त है। उयो भइसक्यो है मम्मी, सुकिसक्यो नि। त्यही त अब चाहिँ कटिङ पनि सकेको, अन्त अब रह्यो बनाउनु। यहाँनिर सानबुले लसुन उयो गर्नुहुन्छ। यहाँ मैले आगो अलरेडी फुकिसकेको छु है। अब यसलाई ड्याङ्की ड्याङ बनाउनु मात्रै बाँकी रह्यो। मम्स कहाँ जानुभएको? ए डर सुरु भयो है बिरयानी बनिनु चाहिँ। बिरयानी बनिनु, वाचिपा बनिनु स्टार्टिङ भएको। सानबुले पकाएको अब। यहाँ टिक्का मसला भन्दैछ। म चाहिँ लाग्यो भनेर मैले चाहिँ मसला पनि पिसेर आइसकेँ। अन्त यहाँ हाम्रो मम्मी के गर्नु हुँदैछ कुनी? के गर्नु हुँदैछ मम्मी? के गरिँदैछ त? अब यस्तो छ गाउँ बस्तीमा चाहिँ। आजको मौसम चाहिँ गाइस एकदम यस्तो वाला छ है। आज चाहिँ घामै लागेको छैन हो, हेर्नु सक्नुहुन्छ। अरे छ आजको मौसम चाहिँ एकदम हाउडे छ, हाउडे एकदम हाउडे। मम्मी तपाईँले कतिवटा पट छेड्नु भयो? 5वटा? 5वटा। एउटा, दुईटा, तिनटा, यहाँ छ 4टाहरू होला। 4टा 5वटा ठिकै हुन्छ होला सायद। यो चाहिँ गाइस मैले रोपेको फुल है, अस्ति आएर रोपेको। यहाँ चाहिँ मम्मीले अलरेडी रोपेको थियो, मैले चाहिँ त्यहाँ रोपेको छु है। चलो इनसाइड। खतरा वाचिपा पाक्दैछ यहाँनिर चाहिँ। चाम्स रोडमै बसिन नबजाउनु त। अब चाहिँ वाचिपा बिरयानी पाक्यो। ओ वाउ दामी। गाइस हाम्रो चाहिँ ठुलो दादाले पनि बनाइसक्यो, वाचिपा बिरयानी बनाइसक्यो। अनि अब चाहिँ अहिले चाहिँ एकछिनबाट मात्रै खाने। त्यही भएर चाहिँ म चाहिँ उहाँबाट मम्मीसँग झार उखाल्नु आएको। मम्मीलाई सघाउँछु म पनि। यो चाहिँ बैगुन हो है, बैगुन। झार चाहिँ यसरी उखाल्नुपर्छ, पुरा छ यहाँनिर झार। अब यसलाई उखाल्नुपर्छ नि त यहाँनिर, यसरी उखाल्नुपर्छ नि हो। अहिले चाहिँ रेनी सिजनमा चाहिँ झार चाहिँ पुरा पलाउँछ कि, त्यही भएर झार उखाल्नु पर्छन्। अहिले चाहिँ म र मम्मी यहाँ झार उखाल्दैछौँ।
है अब मम्मीलाई घर आएको बेलामा त काम सघाइराख्नुपर्छ हो अब ड्युटी गर्नु थालेपछि त म पनि घरमा आउनु पाउँदिनँ मम्मीलाई म चाहिँ झाडु खाल्दैछु है अब मम्मीले त्यहाँ उखाल्दैछ म चाहिँ यहाँ उखाल्दैछु यसो खालको झार चाहिँ है मम्मी यो अन्त त यो त चुट्टेको गर्छ उखालिनु भने होस् मम्मी पन्जा सन्जा होस् उखालिँदैन पन्जाले त झन् मम्मी त्यो बरु ठुल्ठुलो खालको झार चाहिँ मजाले उखालिन्छ कि यस्तो त उखालिँदैन खोर्सानी हेर न डल्ले खोर्सानी पक्रिया हुन्छ हौ हुन्छ बिचबाट देखाउनु मात्रै टाढोबाट पनि देखाइदिनु मम्मीलाई के यो त यस्तो भएन हँसाउँछौँ हौ सिन्दुरे छ भने चाहिँ मरिन्छ मम्मीले क्या हँसायो हेर न त्यहाँ चाहिँ किन पुस्नु भएको अन्त यहाँ बिचमा यसरी पक्रिनु भइहाल्छ त हौ यसरी बिचमा यसरी पक्रिनु भइहाल्यो त यहाँ अन्त मम्मीले मसायो मम्मीले क्या हँसाउनु भयो एकछिनमा है भएन भन्दै म चाहिँ के चाहिँ भन्दै रहेछ भन्छु नि सरम परिन्छ नलाउने त्यस्तो त अब झार अम्ला भएर लाग्छ हाम्रो सबै के निस्केको यो सुन्निएर निस्केको मम्मीको त सुन्नेर निस्केको नि अलिअलि उखालेर हुन्थ्यो होला है होस् नखानु त्यहाँ त फेरि चेकेर बिन्ती पाएको देख्छ होइन र अब चाहिँ उयो पनि गरिसकेको झार पनि उखालिसकिने मम्मी आउनु है माम खानु जानुपर्छ अब झार उखालिसकेको अब माम पड्काउनु गएको पो हामी त माम पड्काउनु गएको नि यहाँ पत्ता चाहिँ के साह्रै किराले खायो यसको पत्ता चाहिँ राजकुमारले खाएको होइन क्या त्यो चाहिँ सुन यसो देखाउनु नि कता हेरेको छ भने सिधै यता देखाउनु नि झुसले खाएको भाइ झुसुले का प्रॉब्लम है जाके हाथ धो के आना ये क्या कर रहे हैं साला खातेक्स भेट्छ चाहिँ अब माम खानु गएको मिचे माम खानु गएको यहाँ पर है देख सकते हो बिरयानी यानी कि वाचिपा स्पेशल छ है हामी चाहिँ स्टार्ट गरेको खानु राम्रै खानु मम्मी खाइदिनु नि मम्मीले पिरो रहेछ
कस्तो रहेछ मम्मी हुन्छ है अयो दामी छ वाचिपा बिरयानी पनि भन्छ लोकल बिरयानी वाचिपा मिठो छ बाई बाई